आशालाई हँगालौं, सपना बोकेर अगाडि हिँडौं र परिवर्तनको बाटो आफै कोरौं। युवा शक्ति हाम्रो हिम्मत हो र एकताबद्ध राष्ट्र हाम्रो सामर्थ्य। आज म तपाईहरुको माझमा यस्तो विशेष ठाउँको विषयमा कुरा गर्न गइरहेको छु। यो सुन्दर पानीटारको चिया बगान झापाबाट 53 किलोमिटर र इलाम सदरमुकामबाट 21 किलोमिटर मात्र छ र यहाँसम्म आइपुग्नको लागि सडक यातायात पनि सहजै गर्न सकिन्छ। साह्रै आनन्दको मौसम र यो रमणीय दृश्य हेर्नको लागि पर्यटकहरूको पनि यहाँ घुइँचो लाग्ने गरेको छ। मुभी, म्युजिक भिडियो छायाङ्कन गर्नको साथै आनन्द लिन घुम्नको लागि पनि साह्रै नै लोकप्रिय छ र मलाई लाग्छ यस्तो सुन्दर पर्यटकीय क्षेत्रको विकास र प्रवर्धन हाम्रो पनि दायित्व हो। त्यही कारणले गर्दाखेरि यस रमणीय दृश्यहरूलाई हेर्नको लागि तपाईहरु पक्कै आउनुपर्छ भन्ने मलाई लाग्छ। आउनुभयो भने पटक पटक आउनुपर्छ। घुम्न आउनु होला।